तिम्रो जोबन मायालु माया सैलिनी यो घण्टीले हो जित्ने कि नजित्ने। हेलो हेलो गाइज, हामी चाहिँ यहाँ भोट हाल्नको लागि सबैजना ग्रुप बनेर हिँडिसक्यौँ होइन। टक्क लाएर अब हामी घन्टीमा भोट हाल्न जान लाग्छौँ है। घन्टी पार्टी सबैजना है। हामी चाहिँ यहाँ काठमाडौँदेखि आउनु भएको, कोही यहाँ कहाँदेखि आउनु भएको, इन्डियादेखि, कोही कहाँ विदेशदेखि नि आउनु भएको होइन गाइजहरू। अझै हाम्रो ग्याङहरू चाहिँ अलिक थुप्रै गइसक्यो, हामी चाहिँ अलिक ढिलो भयो हो। अहिले चाहिँ जाने अब कोही फर्किसक्यो उता हो, भोट दिएर आइसक्यो यहाँ घन्टीमा। सरोज दा 1 घन्टा भयो तपाईँ भोट हालेर आएको, केमा हाल्यो भोट? चुपचाप ल। भोट केमा हाल्नुभयो? घन्टीमा हो नि। घन्टी बजाउनु भयो आमै? ल ल ल ल, हामी अलि बेसकरी बजाएर आउँछौँ अब। अहिले राति हाल्ने हो। भोट हाल्ने मान्छे त यहाँ अझै आउँदैछ है। यहाँ चाहिँ सबैजना भोट हाल्न आउनु भएको। यहाँ सभा हुँदैछ हाम्रो यो चौरमा। सजिलो होस् भनेर त्यहाँबाट चिट काटेर पठाउँछौँ, त्यही सजिलो होस् भनेर। त्यहाँ चाहिँ मतदान हुँदैछ, त्यही हो। यहाँ सबैजना हुनुहुन्छ अनि पालै पिलो यहाँ लाइन बस्दै सबैजना चाहिँ मतदान दिँदै हुनुहुन्छ घन्टीमा। अब हेर्दै फाइनल्ली मतदान गरेर पनि सकियो, 5 पनि बज्यो। त्यही भएर चाहिँ अब चाहिँ मतदानको गाडी जिल्लासम्म पुर्याउन भोट हालेको टक्क पुर्याउन यहाँ गाडीहरू चाहिँ हिँडिसक्यो होइन। तपाईँहरू देख्न सक्नुहुन्छ अगाडि एउटा पुलिसको गाडी अनि त्यसपछि यो अर्को मतदान बक्स बोकेको गाडी बिचमा, अनि पछाडि फेरि आर्मीको भ्यान बसेर चाहिँ सबैजना यसरी जाँदै हुनुहुन्छ है। अझै हाम्रो नेपाली सेनाहरू टक्क अब पछाडि बस्नुहुन्छ। यहाँ अगाडि पुलिस अनि बिचमा मतदान लगेर जाने गाडी अनि टक्क पछाडि चाहिँ नेपाली आर्मी सेनाहरू बस्दै हुनुहुन्छ, जानको लागि तयार हुनुभएको छ। हाम्रो यहाँ क्षेत्रबाट चाहिँ 700 जति भोट खसेको छ भन्ने कुरा सुन्नमा छु। अब त्योभन्दा धेरै अब मान्छेहरू सबै बाहिर छ, त्यही भएर पनि अलिक कम भएको हो, नत्र त अलि धेरै हुन्थ्यो। यसपालि अब त्यही हो, स्वतन्त्र पार्टी घन्टीकै चहल पहल छ अलि धेरै। हेरौँ अब भोलि नतिजा हेरौँ, त्यसपछि थाहा हुन्छ के हो कसो हो होइन, त्यसपछि थाहा पाइहाल्छौँ। यहाँ नबुझी गाडी नभएर छिटो रम्यो है। ल फाइनली अब हामीले चाहिँ अब राम्रोसँग मत दिएर पठाएछौँ। भोलि नतिजा चाहिँ राम्रै आओस् भन्ने चाहन्छु। ल अब चाहिँ गाडीहरू लागिसक्यो जिल्लातिर है, सुरक्षित साथ। ल फेरि हामी अब भोलि भेट्नेछौँ भ्लगमा। नतिजा कस्तो आउँछ है त्यो अनुसार टक्क हेर्नुपर्छ, सुन्नुपर्छ माहौल कस्तो हुन्छ। ल अब यहाँ खाली भयो।
घन्टीमा बोट हालेर आएको पिपल डाँडामा है लुलु चस्मा पनि मान्छेभन्दा ठुलो छ मेरो घाँटीमा काकाले गर्छ चिगो मर्केको है पानी खा भनेर चिगोमै अड्काइदियो रुतुक्क खानीभित्र गएर अब राति कुरा नगर्न यहाँ भोटको कुरा गरेन भोट केमा भुन्डीले कसलाई भोट हाल्यो भने सोध भुन्डी कोमा त्यसलाई भोट हाल्यो मासु घन्टीमा हाले मैले घन्टीमा हालेँ काका हामी नि घन्टी हो घन्टी घन्टीमा है गाई सानो 3 जना चाहिँ घन्टीमा पछाडितिर सोध्नु त अब मम्मीहरूले मम्मी भोट केमा हाल्नुभयो भन्नु न भोट केमा हाल्नुभयो भोट केमा हाल्नुभयो मैले हालेन छैन मेरो भोट केमा हाल्नुभयो भन्नु न कोही बोल्दैन हाई गाई भोट हाल्ने हो है बाबा भोट केमा हाल्नुभयो भन्नु केमा छैन भोट केमा हाल्नुभयो अघि नै सोधिसक्यो मलाई उनीहरूले सोध्नु भोट केमा हाल्नुभयो एकचोटि भन्नु न घन्टीमा हालेन हामीले भोट केमा हाल्नुभयो भोट केमा हाल्नुभयो मुखले भने मुनि भोट केमा घन्टीमा घन्टी कोही हाल्दैन नि लत्तले हाल्नु पर्ने कि नहाल्ने कुरा बाउले घन्टीमा हालेर नहाले बोल्नु न त नि दौडी पुच्छु दौडी पुच्छु दौडी थाक्यो पुच्छु रुख भाग थाक्यो ल हामी नि गर्छौँ ल त लानुमा मेरो त यहाँ बस्नु माया मायालु छ भन्दै भन्दै जसले डाँडा हो काटेछ न माया मायालु छ भन्दै भन्दै जसले डाँडा हो काटेछ न एकदिन खले भाइ बोले न भाइ दिउँसै सूर्य हस्ताउँथ्यो एकछिन त खै मायालाई भेट्नलाई यो मानाको तिर्सना भेट्नलाई सकेन नि मायालु मायालाई भेट्नलाई यो मानाको तिर्सना भेट्नलाई यसै मान्छे मायालु भेट्टाए हुनी त्यो दिउँसै सूर्य हस्ताउँथ्यो एकछिन के गर्यो रातको निन्द्रा हो दिउँसैको भोक टार्यो माया मायालु पाइदिए सताइमा दिउँसै सूर्य ल गाइजहरु हामी भोट हालेर हिँडिसक्यौँ घरतिर अब रात पनि पर्यो म पनि भोट हाल्यो होइन हाल्यो ल घन्टी बजायो ल जा ठिक 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 टुङ 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 टुङलुङ 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 अर्को ल तिम्रो जवान मायालु माया सैलिनी यो घन्टीले हो जित्ने कि नजित्ने तिम्रो
यो खण्डीले हो जित्की नजित्ने मायालु पाइदिए सातैमा जुनो जाउँथ्यो हो अदेरी रातैमा जुनो जाउँथ्यो हो अदेरी रातैमा जाउँ बारीमा मायालु के फाल्यो लाउन जाऊ मिली टुली हो लाउन नि घर जाऊ माया मायालु पाइते सातैमा ल गाइस फाइनल्ली अब हाम्रो चाहिँ यहाँ रमाइलो गर्दै घर पनि आयो अब होइन टक्क लाएर अब अर्को नेक्स्ट भ्लगमा भेट्नुपर्छ हामी ओके अहिले यो चाहिँ यहीँ समाप्त गर्छु बाइ बाइ अझै रात परिसक्यो गाइजहरू